तर अब हामीले एउटा भक्त परिवार तयार गर्नु छ, मोमिनहरूको जमात तयार गर्नु छ, सुन्दर साथको जमात तयार गर्नु छ। अब एउटा भक्तिको रसले सिंचित भएको एउटा पूरा परिवार हामीले तयार गर्नु छ, त्यसमा हामी लागेका छौँ। पुनः एकपल्ट निवेदन गरौँ, यो जीवन कृष्णार्पणम गर्न सक्यो भने मात्र यो जीवन वास्तवमा जीवन कहलाउँदछ, नभए पशुको जीवन र हाम्रो जीवनमा केही फरक पर्दैन। बडा महँगा गाडीमा तपाईहरु घुम्नुहुन्छ, 80 लाख 90 लाख करोडका गाडीमा तपाई घुम्नुहुन्छ। त्यो 1 करोड रुपैयाँको गाडी किन्नका लागि तपाईले कति मेहनत गर्नुभएको छ। काठमाडौँमा गएर हेर्नु, नारायण घाटमा गएर हेर्नु, यस्ता करोडपति मान्छे छन्। त्यो करोडपतिको गाडीमा उसले एउटा पिछाडीपट्टि कुकुर पनि राखेको हुन्छ, केही कामै नगरिकन बडा राम्रो एसी गाडीमा पिछाडी कुकुर पनि हिँडिराखेको हुन्छ। मैले देखेको छु। महिनाको 10,000 15,000 रुपैयाँ दिएर नोकर राखेको हुन्छ, स्याम्पो गर्ने, बाल काट्ने, त्यसलाई दबाई खुवाउन दिने, सब गर्ने एउटा मान्छे अलग्गै राखेको हुन्छ। यदि हामीले हाम्रो जीवन कृष्णार्पणम गर्न सक्यौं न भने, हामीले हाम्रो जीवनलाई भक्त बनाउन सक्यौं न भने, ती 4 खुट्टा टेक्ने र हामीमा केही फरक छैन। हामीले 2-3 वटा कुरो जान्नु पर्छ। कुनै पनि कुरो मुखमा हाल, यो मान्छेले खाने हो कि केले खाने हो भन्ने विचार गर्नु बस। कुनै पनि कुरो खाँदाखेरि परमात्मालाई समर्पण नगरिकन नखानु। अनि बिहान बेलुका नित्य, बिहान पनि बेलुका पनि, हिजो होला सायद मेरो रुममा साना 3 वटा नानीहरू आए। भूत झुकिएर मैले पहिले कण्ठी बाँधेको रहेछु त्यो बुढौलीमा कथा गर्दा, अनि हाम्रो गुरुजी कहाँ हुनुहुन्छ भन्दै खोज्दै गएछ। आज कहाँ भुरी गाउँ पश्चिमाञ्चलबाट गुरुजी 7 दिन कथा गर्दै हुनुहुन्छ भागवतको। गुरुजीकै हातबाट कण्ठी बाँध्ने भनेर 2 जना नानीहरू आइपुगेछ। त्यो हिजो आएका ती साना 4 क्लास 6 क्लास पढ्ने नानीहरूलाई मैले 7 मिनटको मेडिटेसन सिकाएँ। 7 मिनट, ओन्ली 7 मिनट्स। मलाई विचार थियो म प्रत्येक दिन कथाको पछि यहाँ मेडिटेसन गराउँ भन्ने मेरो विचार थियो। तर यहाँको वातावरणमा 3:30 बजेपछि तपाईहरु सलङ मलङ गर्न थाल्नुहुन्छ, त्यसमा मेडिटेसन हुन सक्दैन। नेक्स्ट टाइम, अर्कोपल्ट कुनै दिन। नभएदेखि हाम्रो यो भक्ति दर्शनमा म अब केही समयपछि त्यसमा मेडिटेसनको पनि अलिकति लाइभ टेलिकास्टहरू गर्ने त्यस्तो केही गरौँला। त्यो आज बिहान म उनीहरूको घरमा पधरामणि थियो, परम पूज्य महाराज श्री हामी गएको थियौँ। आज बिहान मैले सुने कि नानीहरू बिहानै बसेर त्यो मैले हिजो सिकाएको मेडिटेसन उनीहरूले गरेर अनि मात्रै स्कुल गएछन्। कृष्ण कन्हैया लाल की। प्रयोगात्मक ज्ञान। हामीले हाम्रो जीवनलाई कृष्णमय बनाउनु छ। खाली कोक्रामा हालेको एउटा नानीलाई सजाएर कृष्ण बनाएर हिजो हामी धुमचक्र नाच्यौं त्यति मात्र होइन, त्यो एन्डिङ होइन। यो त एउटा रूपक मात्र हो, यो एउटा प्रतीकात्मक मात्र हो। हामीले वास्तवमा हाम्रो हृदयको झुलामा कृष्णलाई झुलाउनु छ। हामीले हाम्रो हृदयको मन्दिरमा कृष्णलाई उपस्थित गर्नु छ। हाम्रो हृदयको गोकुलमा कृष्णलाई उपस्थित गर्नु छ। सामान्य भन्दा सामान्य नागरिक जो संसारमा मुछिएको छ, अलिकति सोच्ने, अलिकति भक्तिको श्रृंखलालाई, अलिकति भक्तिको तरिकालाई बदलिनु हो भने मीरा तपाई हुन सक्नुहुन्छ। वृन्दावनका गोपीहरू तपाई हुन सक्नुहुन्छ। एणे पगले आपण चालिए पगला हेरे परमाण सुन्दर साज। जसरी हिजो 1 घण्टासम्म तपाईहरुले आनन्द उत्सव मनाउनु भयो। यदि हृदयमा कृष्ण आउन सक्यो, हृदयमा कृष्ण जन्मिन सक्यो भने प्रत्येक दिन उत्सव हुन्छ, प्रत्येक दिन आनन्द हुन्छ। गोविन्द गोकुल आयो, गोविन्द गोकुल आयो, गोविन्द गोकुल आयो, गोविन्द गोकुल आयो, गोविन्द गोकुल
नौबत बाजे नंद भवन दे नौबत बाजे नंद भवन दे नौबत बाजे मंगल मोदक बनायो जी आयो गोविंद गोकुल आयो। बड़ा आनंद उत्सव को साथ में मनाई दी चला सबे ताली बजाएगा भाव लेगा गोकुल आयो माने के भाइयों नंद घर आनंद भयो जय कन्हैया लाल की नंद घर आनंद भयो जय कन्हैया लाल की ब्रज मां आनंद भयो जय कन्हैया लाल की ओहो गोकुल मां आनंद भयो जय कन्हैया लाल की जय कन्हैया लाल की मति गुणा लाल की जय कन्हैया लाल की मति गुणा लाल की ओहो गोविंद गोकुल आयो 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 नचो 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 आओ सबई नचो 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 सबे आओ सबे कृष्ण आए जगत ओ कृष्ण आए जगत आनंद कृष्ण परमानंद कृष्ण सुन लो बिहार कृष्ण परमानंद कृष्ण सुन लो बिहार मन को अंध कर्मा उजालो जना मन को अंध कर्मा उजालो जना कृष्ण आए जगत ओ कृष्ण आए जगत बचो 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 नाचो सोगी नाचो सोगी बचो 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 नाचो सोगी गाओ सबई कृष्ण आए जगत कृष्ण आए जगत कृष्ण कन्हैया लाल की। नवमी को दिन उत्सव मनाए दशमी एकादशी पूरा भयो द्वादशी को दिन में भगवान शंकर दर्शन करना आउनुभयो। भगवान शंकर अघि तपाईहरुले प्रवचनमा सुन्दै हुनुहुन्थ्यो शाम्भवी लोचन भगवान शंकर कैलाश पर्वत में बसेर उनको काम बहुत कम्ती हुन्छ बिगार्ने भत्काउने काम त कम हुन्छ नि उनको प्रलय गर्ने काम हो। अरु बेला उनी शान्त भएर मस्त भएर कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवां भवानी सहितं नमामि रत्नै कल्पितमासनमिमजलै। भगवान शंकर आनन्दले कैलाशमा बसेका छन्। अकस्मात उनलाई उनको एकदम चेतना उद्बुद्ध भयो
विचार गर्न थाले, अरे मेरो परमात्मा आइसक्नु भयो, कैलाशबाट उठेर हिँड्नु भयो शिवजी। टाढा छ तर आज अष्ट सिद्धि नवनिधिले होइन, आज म हिँडेर परमात्माको दर्शन गर्न जान्छु। एक एक पग आगे धरे कोटि यज्ञ समान। भगवान शिव कैलाशबाट हिँड्न थाल्नुभयो, तर वृन्दावन आइपुगिँदैन। मनमा बडो व्यथा छ, कहिले पुगौं। एउटी सखीले शिवजीको स्वरूप भएर यो कुरोको एउटा अनुकूल वातावरण बनाएर कुरो भन्न थाले। आज नगरी गोकुल नगरी, गोकुलमा जहाँ कृष्ण प्रकट हुनुभएको छ बडा टाढा लाग्दैछ। कसरी? दूर नगरी बड़ी दूर नगरी हो, दूर नगरी बड़ी दूर। आज गोकुल पुग्न शिवजीलाई गाह्रो भएको छ। दूर नगरी बड़ी दूर नगरी, दूर नगरी बड़ी दूर नगरी। कैसे आऊं रे कन्हैया, कैसे आऊं रे कन्हैया, तेरी गोकुल नगरी बड़ी दूर नगरी, दूर नगरी बड़ी दूर नगरी, दूर नगरी बड़ी दूर नगरी। माता यशोदा र शिवजीको बीचमा संवाद भयो। माता यशोदा चाहन्छन् यो साँप भिरेको साधुलाई म कृष्ण दर्शन गराउँदिन। शिवजी निश्चित गराएका छन् कृष्ण दर्शन नगरी म कैलाश फर्किन्न। आखिरमा भक्तको अगाडि भगवानले हार्नु पर्यो। परमात्माले बहाना बनाएर कृष्ण दर्शन प्रभुले आफ्नो दर्शन गराउनु भयो। हेर्नुहोस्, अनंत जुन तारतम बाणीमा एउटा शब्द लेखेको छ, निज नाम सोई जाहेर हुआ, जाकी सब दुनी राह देखत, मुक्ति देश ब्रह्मांड को आए ब्रह्म आत्मा सत्य, निज नाम सोई जाहेर हुआ। निज नाम प्रकट भयो, जसको सारा विश्वले बाटो हेरेको छ। निज नाम के हो? श्री कृष्ण। निज नाम श्री कृष्ण जी, अनादि अक्षरातीत निज नाम नै श्री कृष्ण हो। आज श्री कृष्ण आएको
यो स्वरूपलाई देखेर गर्भावस्थामा ब्रह्मा स्तुति गर्न आए। आज भगवान शंकर आउनुभयो। शंकर आउनुको अर्थ के हो? यो संसारका सबै ज्ञानी गुणीलाई प्रमाण गर्नुहुन्छ भगवान शंकर। म देव होइन, म महादेव हुँ। सामान्य देवताहरूको कुरो नगर, जसलाई म पनि चरणमा दण्डवत प्रणाम गर्दछु, सम्झ कि त्यो मेरो मात्र होइन, 14 लोक विश्व ब्रह्माण्डको मालिक वेदाहमे तम पुरुषम महान्तम आदित्य वर्णन तमसः परस्तात् तम एव विदित्वा मृत्युमेति नान्यः पंथा विद्यते अयनाय। यो ब्रह्म आज साकार स्वरूपमा प्रकट भएको छ। चतुर्दशीको तिथि आयो। कंस जेलमा गयो। यतापट्टि के भएको छ भन्दा जब कृष्ण प्रकट भएपछि वसुदेवजीले त्यहाँ जन्मेकी बालिका लिएर गए। बालिका प्रातःकाल रोए जस्तो आवाज गर्दछिन्। कंस आएर बालिकालाई मार्न खोज्यो। बालिका सापी दिवम गता, ती पनि आकाशमा गइन्। उनले फेरि भनिन्, कंस तेरो काल, तेरो शत्रु जन्मिसकेको छ, तैले काललाई मार्न सक्छस्। आफ्नो मुक्तिको तयारी गर। कंसलाई वैराग्य भयो हृदयमा। कंस जेलमा गएर आफ्ना बहिनी ज्वाइँलाई चरणमा दण्डवत प्रणाम गर्यो। कंसले जेलबाट मुक्त गर्यो, मथुरामा राख्यो, सेवा गर्यो कंसले। अनि कंसले भन्न थाल्यो, मलाई क्षमा गर्नुहोस्, मबाट ठुलो दुष्कर्म भयो, पाप भयो, मैले भान्जाहरूलाई मैले मारे, आखिरमा मैले काल त भेट्नै सकिन। वसुदेव र देवकीलाई देखेपछि कंसको पनि मन केही समयका लागि शुद्ध भयो। वसुदेव शब्दको उपनिषदमा अर्थ छ विशुद्ध सत्वम वसुदेव शब्दितम। मन चित्त बुद्धि अहंकार जब परम शुद्ध हुन्छ, त्यो परम शुद्ध भएको अंतःकरणको नाम हो वसुदेव। वसुदेवस्य अपत्यम पुमान वासुदेवः। जब त्यो परम विशुद्ध अंतःकरणमा कृष्ण प्रकट हुन्छन्, त्यो कृष्णको नाम हो वासुदेव। आज कंस बडा दुखी भयो। दुखी मनले उ घर पुग्यो, घरमा बस्यो। उसलाई मनलाई मैले बडो ठुलो पाप गरे, जेका लागि गरेको थिएँ त्यो पनि मेरो कार्य सम्पादन भएन। एक दुई दिन दुखी भयो। पुतना आई, अगासुर बकासुर तृणावर्तहरू सबै आए। चाडुर मुष्टिक सल्तोसल पहलवानहरू आए, महादुष्टहरू आए। कंस महाराजलाई सांत्वना दिए र कंस महाराजले, महाराज यसरी झोक्रेर बस्नुहुन्छ, तपाईँ जस्तो महावीर देवताहरू पनि जसको नामले काँप्दछन्, तपाईँ आज्ञा गर्नुहोस्, त्यो तपाईको शत्रु जहाँ हुन्छ त्यहाँ हामी मारिदिन्छौँ। वसुदेवका छेउमा हुँदा, देवकीका छेउमा हुँदा कंसको बुद्धि सप्रियो। तर आफ्ना ती सेनाहरूका सेनापतिहरूका ती महादुष्टहरूका छेउमा जाँदा फेरि बुद्धि भ्रष्ट भयो। मार्ने योजना बनायो, पुतनालाई पठायो। राम्री सुन्दरी भएर पुतना कृष्णलाई मार्न दूधमा विष लगाएर गई। पुतनाले भगवानलाई बहाना बनाएर उठाएर भागेर लिएर पिछाडी गइन्। जंगलमा उभिएर जब कृष्णलाई आफ्नो दूध पिलाउने तयारी गरे, कंसेन प्रहिता घोरा पूतना बालघातिनी शिशुश्चार निघ्नन्ति पुरग्राम प्रजादिषु। तर भगवानले पुतनाले जुन श्रीमुखारविन्दमा आफ्नो दूध दिइन्, भगवानले विष पिउनु भयो। अब त मरियो भन्ने सोचेको के मर्छ, झन हाँस्छ। जब विष पिउने भगवान शंकर जसको हृदयमा विराजमान हुनुहुन्छ, उसलाई कसले मार्छ? एकछिनमा पुतनाको दूध पनि पिउनु भयो अनि हुँदा हुँदै प्राण पिउन थाल्नु भयो। प्राण पिउन थालेपछि मर्न घबराउन थाले, भराक भराक गर्न थाले।
राम्रो चिटिक्क भएर बनावटी श्रृंगार लगाएर आए कि पुतनाको सबै श्रृंगार बेकार भयो। राक्षसीको असली स्वरूपमा ऊ भयो, असली राक्षसी भयो। भगवानले भन्नु बस अब मोक्ष दिन्छु। भगवान भन्नुहुन्छ मेरो पासमा डुप्लिकेट भएर नआऊ। मान्छेहरूको सभामा देखाउने अनुहार अलग्गै हुन्छ, घरभित्र देखाउने अनुहार अलग्गै हुन्छ। घरमा महारिसा छ भने पनि सभामा आयो भने मुसक मुसक हाँसिरहन्छ। टेलिभिजनमा फोटो नराम्रो नआओस् भनेर। कृष्ण कन्हैया लाल की। घरमा हेरो रिसाएको जहिले हेरो अनुहार फुलेको फुलै हुन्छ। कोही कोही बेला घरमा मान्छे यति 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 कंजूस मक्खीचुस हुन्छ मान्छे। तर अरूले चाल नपाउन् भनेर यसो छासछुस दान पनि गरिहाल्छ। मुखपद्म दलाकारं पाणि चंदन शीतला हृदयं कर्तरि तुल्यम एतत् धूर्तस्य लक्षण। अलग अलग रूप नभए भगवानले कहिले पार गर्नुहुन्न। भगवान भन्नुहुन्छ एक बना नेक बना। भगवानलाई भन प्रभु म पापी छु, अधर्मी छु, पतित छु, राम्रो छु, नराम्रो छु, जस्तो भए पनि म हजुरको हुँ। नेपालीमा एउटा भजन हजुरको हुँ भन्ने एउटा भजन छ नि। हजुरको म सेवक हूँ, हजुरको म सेवक हूँ। दया गया दया गया पुतना मरी जलाउन थाले। एउटा कुरो ध्यान दिएर सुन्नुहोस्। पुतना मरेपछि जलाएपछि जलाएको मान्छेको शरीर कति गनाउँछ। तर भागवतमा लेखेको छ पुतना जलेर मर्दाखेरि हेर्नुहोस्, पुतना खाँदा खाँदाखेरि मान्छेको प्राणीहरूको काँचो मासु खान्थे। तिर्खा लागेर पिउनु पर्दा मान्छेको रगत पिउँदथे। रुधिरासना। स्त्री महाराक्षसनी हिँड्दाखेरि पर गनाउने, तर मर्दाखेरि सुखदेवजी महाराज भन्नुहुन्छ के भन्नुहुन्छ सुन्नुहोस्। दह्यमानस्य देहस्य धूमश्चा गुरुसौरव उत्थितः कृष्ण निरभोक्ता सपद्यात पाप्मनः पूतना लोकबालघ्नी राक्षसे रुधिरासना जिघांसयापि हरये स्तनं दत्त्वापसद्गति किं पुनः श्रद्धया भक्त्या कृष्णाय परमात्मने यच्छन प्रियतमं किं नो रक्तास्तनमातरो। पुतनालाई भगवानले मार्नु भयो, अब मुक्ति कहाँ देऊ? वैकुण्ठ पठाऊ? नहीं। मातरो यथा आफ्नी आमा देवकी र यशोदालाई जुन ठाउँमा भगवानले मुक्ति दिनुभयो, यो पुतनालाई त्यही ठाउँमा मुक्ति दिनुभयो।
शरीर आगोले जलाउँदा धुवा निस्किँदाखेरि सुगन्ध अगरबत्तीको जस्तो सुगन्ध आउन थाल्यो। राजा परीक्षितले भन्नुभयो यति नराम्रो काम गर्ने, यति नराम्रो खोराक गर्ने, यो जल्दाखेरि कसरी सुगन्ध निस्क्यो भन्दा जति नराम्रो काम गरे तापनि मर्नुभन्दा अगाडि श्री कृष्णले स्पर्श गरिदिनु भयो। परमात्माको पावन स्पर्श प्राप्त गरेपछि, परमात्माले छोइदिएपछि यसको रोम रोम अत्यन्त पवित्र भयो। सुखदेवजी भन्नुहुन्छ यो मान्छे कस्तो हेर त, पुतना जस्तो राक्षसिनीलाई भगवानले स्पर्श गर्दाखेरि मरेको शरीरबाट सुगन्ध निस्क्यो। यदि यो जिउँदो मान्छेले कृष्णलाई आफ्नो हृदयमा राख्नु हो भने, परमात्माको भक्ति गर्नु हो भने, यो जिउँदो मान्छे वास्तवमा कति सुप्रसिद्ध हुनु, त्यो पनि सुगन्धै हुनु। आज हामी मीरा इत्यादिको पद गाउँछौँ, यो सब के हो? यी सबै कुरा यी नै हो। यसरी भगवानले पुतनाको उद्धार गर्नुभयो, शकटासुरको उद्धार, तृणावर्तको उद्धार गरेर 1 वर्ष भएपछि भगवानले भगवानको नामकरण संस्कार 1 वर्षसम्म भएको छैन। गर्ग ऋषि जो वसुदेवजी का गुरु हुन्, वसुदेवजीले प्रेरणा दिएर गर्ग ऋषिलाई नामकरण संस्कारको लागि पठाउनु भयो। गर्ग ऋषि आएर नामकरण संस्कार गरेपछि अनि अब आजदेखि नाम भयो यो गौरवर्णको बालक, रोहिणीको काखमा बसेको बालकको नाम हो बलराम। सुनेरी मैंने निर्बल को बलराम, निर्बल को बलराम। बलराम जी इसै कारणले प्रकट हुनुभयो, कृष्ण भक्ति गर्नलाई तकलिफ भयो भने उहाँ सबै सङ्कट हरण गर्नुहुन्छ। धेरैवटा नाम उहाँका छन्, बलभद्र, प्रलम्बग्न, बलदेव, अच्युताग्रज, रेवती रमण, कामपाल, हलायुध, नीलाम्बर, रौहिणेय, तालांक, मुसली, हली, संकर्षण, शिरपाणी, कालिंदी भेदन, बल, ये सब बलराम जी का अनेक नाम। अब कृष्ण को नाम राख्ने बेला आयो। गर्ग ऋषि का आँखा बंद भए, समाधि में गर्ग ऋषि गए। समाधि में उनले देखे ओ हो ये जुन भगवान छन्, ये कोई सामान्य भगवान होइनन्। यो विश्व ब्रह्माण्ड जब बनिएको थिएन, आकाश वायु अग्नि जल पृथ्वी को संरचना भएको थिएन, ना ही निराकार, ना शून्य, ना निर्गुण, ना निरंजन, ना ईश्वर, ना मूल प्रकृति, जब केही पनि थिएन तब यो बालक थे। यो बालक बालकको रूपमा होइन, चिदादित्यम किशोरांगम परे धाम्नि विराजितम स्वरूपम सच्चिदानंदम निर्विकारम सनातनम। यसरी नमोस्तुनन्ताय सहस्र मूर्तये सहस्र पादाक्षि शिरोर्वाहवे हरि ओम सहस्र शीरिखा पुरुखः सहस्राक्ष सहस्रपात सभूमि गुं सर्वतः स्पृत्वात् तिष्ठदशांगुलम् पुरुख एवेदगुं सर्वं जद्भूतं जच्च भाव्यम् उतामृततशेषानो जदन्नेनातिरोहति एतावानश्च महिमातो ज्यायांश्च पुरुख। यो जुन परम पुरुष को वर्णन गरेको छ, वास्तवमा मूल पुरुष त यी नै हुन्। त्यसकारणले गर्ग ऋषिले आँखा खोलेर अब नामकरण संस्कार गर्नुभयो। हे नन्द बाबा, यो बालकको नाम कसले राख्ने? जसले ब्रह्मा विष्णु महेश नारायण ओमकारलाई गायत्रीलाई जसले बनायो, अक्षर ब्रह्म पनि जसको एउटा अंश मात्र हो, आज त्यही यन्मित्रम परमानन्दम पूर्णम ब्रह्म सनातनम, त्यो परब्रह्म परमात्मा आज यहाँ बालक बनिएर आएको छ। म नाम राख्न सक्दिन, तर यो बालकको नाम अगाडि भक्तहरूले राख्ने छन्। जे काम गर्यो त्यसको एउटा नाम हुन्छ। यो बालकको 1000 नाम हुन्छ, तर एउटा नाम जो भक्तहरूले राखेको नाम होइन, वेदले राखेको नाम होइन। वेद अगमकै उलटे पीछे नेत नेत कर गाया, वेद पनि जसलाई पक्रिन सक्दैन। अवाङ मनस गोचरम,
वेदको पनि प्रतिपाद्य विषय जो होइन, वेदले पनि हमेशा जसलाई नेति नेति भन्दछ, जसको नाम वेदले पनि राखेको होइन, कुनै ज्योतिषको तत्व ज्ञानले राखेको होइन, यो बालकको स्वयंभू नाम, परम नाम, सृष्टि जब यो बालक सबभन्दा पहिले, यो बालक अनादि अक्षरातीत बालक, यो बालक को एउटै मात्र परम नाम हो, जो नाम हो कृष्ण नाम। बोलो कृष्ण कन्हैया लाल के। भरकर आको, हाँ, अरे वाह, बहुत अच्छा है, हाँ, माता नाम तो लिख दो, वहां पे बंदे आ चुके, नाम लिख के ला लो। हाँ बोलो बोलो जगदीश, बोलो 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 कृष्ण कन्हैया लाल को। महाराजले जुन उद्बोधन गर्नुभयो आशीर्वचनको रूपमा हामीहरूको माझमा, मलाई 2 लाख दिने दाता चाहियो भन्नुभएको थियो। महाराजजीको उद्बोधन जसै यस मण्डपमा समागम भयो, समाहित भयो, अनि राज्यको मेहेर श्री राजश्यामजीको असीम अनुकम्पा, हामीलाई 2 लाख सेवाभाव अर्पण गर्नुहुने दाता पनि उपस्थित रहनुभयो। भरतपुर महानगरपालिका वडा नम्बर 12 निवासी प्रेरणा उच्च माध्यमिक विद्यालयका संस्थापक, पूर्व प्राचार्य, वर्तमान निर्देशक, यस क्षेत्रका शिक्षाविद, शिक्षा प्रेमी, शिक्षा अनुरागी र हामी सबैका चिर परिचित यस मन्दिरको स्थापनार्थ, यस मन्दिर स्थापनामा आफ्नो जीवन समर्पित गर्नुहुने परम श्रद्धेय ब्रह्मली परम धामवासी धर्मराज शास्त्रीजी महाराजका छोरी ज्वाइँ राजा ज्वाइँ साहब र हामी सबैका अनन्य मित्र तेज प्रसाद सुडाल ज्यूबाट यस मन्दिरको निर्माण सहयोगार्थ रु 2,22,222 जोरदार तालीको कर्तध्वनिले सम्मान अर्पण गरिदिनुमा म हार्दिक अनुरोध गर्न चाहन्छु। बोलो कृष्ण कन्हैया लालको, महाराजको, गणनाथ प्यारीको। म तेज प्रसाद सुडाल सरलाई महाराजजीको समीपमा गइदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। हामी अमृतजीलाई बोलाएर राख्नु है, यहाँ सम्मान गराउने काम चाहिँ सर अमृतजीबाट गराउनु। अनि हामी 2 लाखको नाच पनि हेर्न चाहिरहेका छौँ महाराजजी, र एउटा सुमधुर भजनको साथसाथमा म सरलाई अगाडि एउटा नृत्यका लागि पनि म अनुरोध गर्न चाहन्छु। हामी आयोजक परिवार पनि सरलाई साथ दिनेछौँ र आज दानदाता जो महानुभावहरू यहाँ हामीसँग हुनुहुन्छ, जो सम्मान पाइसक्नु भएको छ, म उहाँहरूलाई पनि यो नृत्य चाहिँ दानदाताहरूको लागि एउटा छोटो सुमधुर भजन प्रस्तुतिदिनुलाई म गायकजीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। सुडाल सरको उत्तरोत्तर प्रगतिको पनि हामी कामना गर्दछौँ। महाराजको हातबाट जुन आशीर्वाद मिलिराखेको छ, उहाँको आगामी दिनहरू अत्यन्तै सुखद, आगामी पलहरू सुखद रहन्, यही कामना गर्न चाहन्छौँ। अत्यन्तै सुखद क्षण हामी सबैका आँखाहरू रसाइराखेका छन्। यो हर्षको आँसु हो हाम्रो लागि र एउटा सुमधुर भजनका लागि म गायकलाई हार्दिक धाम भनिन्छ। बडो भगवानले विचार गर्नुभयो नै, यो अब यतै राख्नुपर्छ। जब भगवानले सबैलाई सल्लाह गर्नुभयो, कोही मान्न तयार भएन। मान्न तयार नभएपछि भगवानले एउटा मण्डली रच्नु भयो। मण्डली रचेर अब यहाँको नौनी कसैले लिएर नजाने, तसर्थ उहाँले नौनी चोरेर खाने यस्तो एउटा पद्धति तयार गर्नुभयो। बडा भावपूर्वक नौनी चोरेर खाने परम्परामा पहिले आफ्नै घरबाट सुरु गर्नुभयो श्री कृष्णले। श्री कृष्ण आज प्रातःकाल बिहान श्री यशोदाको काखमा आएर बसेर हट गर्न थाल्नुभयो, भोक लाग्यो भनेर। यशोदाले एकछिन पर्ख, म मोही पार्दैछु भनेर पर्खाएर जाँदाखेरि आमाले त्यो मोही पार्दै गरेको जुन माटाको जुन एउटा हण्डी थियो, ठुलो घैँटो हो, त्यसलाई भगवान कृष्णले टुक्रै टुक्रा पारिदिनु भयो। यशोदा दुखी भइन्,
आएर हेर्दा नौनी जति सबै बाँदरहरू सबलाई खुवाइसकेको रहेछ। अनि यशोदाले विचार गर्नुभयो, अगाडि कृष्ण भाग्दछन्, पछाडि यशोदा। जसोतसो गरेर कृष्णलाई पक्रेर एउटा डोरीले कृष्णको पेटमा बाँधिदिनु भयो। भगवानको पेट भनेको उदर, डोरी भनेको दाम। डोरीले पेटमा बाँधिएको हुनाले श्री कृष्णको त्यो दिनबाट नाम भयो दामोदर भगवान। श्री दामोदर भगवान के गोविंद दामोदर माधवेति। भगवान श्री कृष्णलाई एउटा उजिन्डाले एकपट्टि बाँधेर अर्को चाहिँ ओखलीमा राखिदिनु भयो। अनि ओखलीमा बाँधेपछि अब तिमी आज दिनभरि केही खान नदिकन तिमीलाई राख्छु, तिमी यहीँ बस। यशोदा आफ्नो काम गर्न गइन्। कृष्णको बालो ओखली घिस्याउँदै घिस्याउँदै लिएर गएर आँगनमा दुईटा अर्जुन नामका वृक्ष रहेछन्, ती दुईटा वृक्षको बीचबाट कृष्ण निक्लिनु भयो। झट्ट तान्दाखेरि दुईटै वृक्ष लडे। दुईटै वृक्षमाथि दुईटा वृक्षबाट दुईजना देव पुरुषहरू प्रकट भए। कुबेरका छोरा नलकुबर र मणिग्रीव नारदको श्रापले ग्रस्त भएर यहाँ आएका थिए। नारदजीले भन्नुभएको त्यो कृष्णले तिमीहरूको उद्धार गर्छन् भनेर। आज भगवान श्री कृष्णले उद्धार गर्नुभयो। आवाज भएन रुख लडेको। ती दुवैजना जब वृक्षबाट निस्किएपछि भगवान कृष्णलाई परिक्रमा गरे। भगवानले भन्नुभयो, यो रुखभित्र कसरी आयो तिमीहरू? आफ्नो कहानी बताए। हामी अप्सराहरूसँग मदोन्मत्त भएर मदिरा पान गरेर नाच्दै थियौँ। नारदजी महाराज यहाँबाट निस्किएको हामीले चाल पायौँ न। अनि एकाधले चाल पाए पनि हामीले उहाँको उपहास गर्यौँ, श्राप दिनुभयो। उहाँले मूर्ख हो, साधु सन्तलाई देख्दाखेरि शिर नमाउन सक्दैन, साधु सन्तको चरण स्पर्श गर्न सक्दैन, साधु सन्तको अमोघ आशीर्वाद हस्त प्राप्त गर्न सक्दैन। धनी बाउको छोरो भएर गर्वले गर्वित भएको छौ, जाऊ तिमीहरू रुख भौ भनेर श्राप दिनुभयो। हामीले प्रार्थना गर्दा उहाँले भन्नुभयो, तिमीहरूको कृष्णले उद्धार गर्नुहुन्छ। अनि हामी यहाँ आज हजुरको कृपाले हाम्रो उद्धार भयो। तर म चाहन्छु, म विचार गर्दछु कि आज वास्तवमा हाम्रो श्राप लागेको थिएन, हामीलाई वरदान थियो। हामी त कुबेर जस्ता देवताका छोरा, केही चिजको कमी छैन, कहिल्यै बुढो नहुने शरीर, अमर शरीर हाम्रो, भोगमय शरीर हाम्रो। अप्सराहरूसँग मदोन्मत्त भएर नृत्य हामी गर्दथ्यौँ। तर वृक्ष भएर एउटा साधुको कृपा प्रसाद प्राप्त गरेर वृक्ष भएर यति दिन तपस्या गर्नाले एउटा समझ प्राप्त भयो, एउटा बुद्धि प्राप्त भयो। ओहो, कृष्ण भक्ति भन्दा ठुलो कुरो केही रहेनछ। हे परमात्मा, अब हामीलाई कुबेरको छोरो पनि हुने इच्छा छैन। यद्यपि हामी कुबेरका छोरा हौ, तर अब हामीलाई केवल हजुरको भक्ति दिनुहोस्। के माग्छन् हेर्नुहोस्। वाणी गुणानुकथने श्रवणौ कथाया हस्तौ च कर्म सुमनस्तव पादयोर्न स्मृत्यां शिरस्तव निवास जगत प्रणामे दृष्टिः सतां दर्शनेस्तु भवतनूना। वाणी गुणानुकथने श्रवणौ कथाया मैली चादर ओढक। वाणी, हे परमात्मा, हामी एउटै इच्छा गर। हेर्नुहोस् के माग्नु पर्छ।
मागने तो हामीलाई बानी लागे कि माग लिया है हम राज्य को अगाडि गएर माग्ने इच्छा हुन्छ कि हुँदैन? छोरी ठुली भइन्, विवाह गर्नु पर्यो, छोरो ठुलो भयो, एक्जाममा पास गराउनु, कति कुरो माग्छौँ परमात्मालाई हामी। तर यो पनि कुरो मागौँ कोही बेला। के माग्ने? हे प्रभु वाणी गुणानुकथने श्रवणौ कथायाम, हाम्रो वाणी जहिले पनि हजुरको गुणगान गाओस्। तेरे नाम का गीत गाता रहूं मैं, तेरे नाम का गीत गाता रहूं मैं, तेरे नाम का गीत गाता रहूं मैं, तेरे नाम का गीत गाता रहूं मैं। सुबह और शाम तुझको ध्याता रहूं मैं, सुबह और शाम तुझको गाता रहूं मैं। तेरा नाम मुझको है, तेरा नाम मुझको है, प्राणों से प्यारा प्यारा मेरे सतगुरु मुझको देना सहारा, मेरे सतगुरु मुझको देना सहारा। छूट जाए ना कहीं, छूट जाए ना दामन तुम्हारा भरा, मेरे सतगुरु मुझको जय हो मेरे सतगुरु मुझको देना सहारा। वाणी गुणानुकथने, यो वाणीले हमेशा परमात्मा को गुणगान गाओस्। जीवन में हमेशा आफ्नो वाणीलाई अलिकति संयमित बनाउने। यति राम्रो वाणी पाएर पनि हामी जब वाणीबाट कसैलाई गाली गर्दछौं, कसैलाई नराम्रो कुरो भन्छौं,